हेलो हेलो सम्पूर्ण दर्शक वृन्द, जय मसी तथा नमस्कार। म हुँ नेपाली भैया काम चलाऊ पत्रकार। मेरो नाम हो लोकबहादुर पुन। मेरो घर हो पश्चिम रुकुम। अनि यति बेला मेरो साथमा हुनुहुन्छ एकजना प्रिय मित्र, प्रभुका दास, प्रभुका सेवक हुनुहुन्छ मिस्टर दीपक पुन मगर हुनुहुन्छ। उहाँको साथमा मेरो एउटा आफ्नो भनाइ भन्न चाहन्छु। यति बेला म धेरै पछि, लगभग समथिङ 4-5 वर्ष अगाडि बल्ल बल्ल सामाजिक सञ्जालमा आफ्नो उपस्थिति जनाइरहेको अवस्थामा म एउटा हजुरहरूलाई मेरो जीवनको गवाही सुनाउन चाहन्छु। मेरो जीवनको उतार चढावको गवाहीको बारेमा म तपाईँहरूलाई सुनाउन चाहन्छु। सम्पूर्णलाई स्वागत गर्छु यो मेरो युट्युब च्यानलमा। सबैजनाले सुनिदिनु होला र मसँग प्रत्यक्ष तथा अप्रत्यक्ष आर्थिक लेनदेनको विषयमा कारोबारमा सरोकार राख्ने हरेकजनाको लागि भनेर यो मैले भिडियो बनाउँदैछु, तय गर्दैछु। र सर्टकटमा धेरै भिडियो लामो बनाएर म बोल्न चाहन्न। सबैजना मसँग सरकार राख्ने आर्थिक लेनदेनमा सबै मानिसहरूले, सबै इष्टमित्रहरूले, सबै साथीभाइहरूले यो भिडियो मार्फत तपाईँहरूलाई म जानकारी गराउन चाहेँ। र यति बेला के भन्न चाहन्छु भने, समथिङ म जाँड पनि खाँदैन, रक्सी पनि खाँदैन, चुरोट पनि खाँदैन, धुम्रपान, मद्यपान, छोट्टी भट्टी पत्ती, म सबै कुराबाट टाढा छु। यसैमा म इसाई येशू ख्रिस्टको सेवक, येशू ख्रिस्टको चेलो, येशू ख्रिस्टको सिपाही भएको कारणले गर्दा म एकदम सादा जीवन राख्ने मान्छे, सादा जीवन, साधारण जीवनशैली जिउँदै गर्ने क्रममा हरेक यिनी अनैतिक कामहरूबाट अलग रहने क्रममा पनि म आज जिरोबाट हिरो भएको मान्छे आज जिरोमा भएको छु। आज मसँग है, पैसा छ न 2 करोड बराबर ऋण लागेर मलाई म 5 वर्षसम्म अर्धभूमिगत भएर नेपालमा बसेँ। होइन, इन्डियामा पनि गएँ, तर आज म नेपालमै छु। 4 वर्षदेखि म नेपालमै छु, अर्धभूमिगत भएर बसिराखेको छु। अनि यो क्रममा म भन्न चाहन्छु कि मेरो टोटल 2 करोड ऋण लागेर चाहिने 2 करोडमा फसेर समस्या भयो है। त्यसपछि म अहिले 1.5 करोड बराबरको लोन मैले तिरिसकेको छु। अब मेरो लोन भन्ने कुरा जम्मा 50 लाखको हिसाब मात्रै छ। मैले हिसाबलाई काउन्टिङ गरेर, ध्यान गरेर राखेर, टिपोट गरेर राखेको छु। र अब यो मेरो 50 लाख बराबरको लोन व्यक्तिगत साथीभाइहरूसँग, इष्टमित्रहरूसँग छ। र यो 6 महिना, आजको मितिले 6 महिनादेखि 1 वर्षभित्रै म यो लोन सब क्लियर गर्नेछु प्रभु यीशुको नाउँमा भनी म तपाईँहरूलाई जानकारी गराउँदछु। त्यही हो कुराकानी। विभिन्न हजुरहरूले सामाजिक सञ्जालहरूमा, टिकटकमा कमेन्टमा, के अरे युट्युब च्यानलको भिडियोहरूमा कमेन्ट आइराखेको पनि देख्नु भइराखेको छ होला। त्यसैले सम्पूर्ण मेरो मसँग प्रत्यक्ष अप्रत्यक्ष आर्थिक लेनदेनको विषयमा सरोकार राख्ने सबै मेरो आफन्तजनहरूलाई, मेरो फुपूहरूलाई, मेरो अङ्कलहरूलाई, फाजुहरूलाई, साथीभाइहरूलाई, सबजनालाई म चाहिँ के भन्न चाहन्छु भने त्यही हो कुराकानी होइन। अब आजको मितिबाट 6 महिनादेखि 1 वर्षमा सबको लोन भुक्तानी गर्नेछु है। अनि रातपछि दिन आउँछ, दिनपछि रात आउँछ अवश्य पनि है। त्यही भएको कारणले गर्दा धैर्य भएर एकदम बसिदिनु होला। अनि म तपाईँहरू आफै यो समयमा म आफै तपाईँहरूलाई फोन गरी मेरो लोन भुक्तानी गर्नेछु भन्दै म यो भिडियोलाई अन्त्य गर्न चाहन्छु। फेरि पनि जय मसी तथा नमस्कार। ल, वरिष्ठ हाम्रो कमरेडलाई यहाँ स्वागत छ। घर कहाँ हो? घर यतै हो। यस्तो झुट बोल्यो। हालेलुया, प्रभु धन्यवाद, तपाईँलाई महिमा भएको होस्। स्वर्ग पृथ्वीको मालिकलाई महिमा होस्।